नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथाकार गोविन्द बहादुर मल्ल गोठालेज्यूद्वारा लेखिएको लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएको छु, भाग 4 को रूपमा। आशा छ तपाईलाई आजको भाग पनि मन पर्नेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। हिजोको भाग हेर्नु भएको छैन भने कृपया हिजोको भाग 3 हेरिदिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा नयाँ नयाँ कथा सुन्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। लागौं पल्लो घरको झ्याल भाग 4 तर्फ। मूल बाटोको गन्जागोल बीचमा मिश्रीको निस्यासिएको छाती फुके जस्तो भयो। छातीभित्र डम्म भरिएको कुहिरो हटे जस्तो भयो। एकजना पट्टो उसलाई क्वारक्वार्ती हेरेर पास भएपछि उसले आफ्नो साडीको कपडा र खास्टोको बुट्कालाई एक फेर सरसती जाँची। त्यो ठिक थियो। अनि अचानक उसलाई लाग्यो कि उसले कपाल कोरेको छैन। उसले हात कपालमा पुर्याएर जाँची हेरी। कपाल कोरेको त छ नि, कस्ती हुछु, केही हाँसी। हेर्दा हेर्दै ऊ टक्क रोकी। बाटोमा त्यही चिठी ल्याउने मशहुर केटो जङ्कली पाए खेलिरहेको थियो। मिश्री झल्यास भई उसले यो कुरो साँच्चै बिर्सेकी। केही गरी यो केटाले आज चिठी ल्याएर कसको हातमा पारेको भए? त्यो केटो र मिश्रीको आँखाले आपसमा कुरा गरे झैं एकले अर्कोलाई हेरे। मिश्रीको आँखाले मानौ भन्यो, म आज जान लागे। केटोको आँखाले मान्यो भन्यो, हो मैले बुझेँ। मिश्री हतारिएर हिँडे। उसलाई लाग्यो बाटोभरिका मान्छेहरू केटो र उसलाई घृणा र आलोचनाको आँखाले हेरिरहनेछन्। सेतीले भने, किन त्यसरी छिटो हिँड्नु पर्ने? माइतीको टोलमा पुगेपछि मिश्रीले माइती र त्यो सामुन्नेको घर एकले अर्कोलाई हेरेर उभिरहेको देखे। सामुन्नेको त्यो घरमा घाम तल झ्यालसम्म आइसकेको थियो र आफूतिर छायामा घर सुस्ताइरहेको थियो। यसरी हिँड्दा हिँड्दै एकछिन थामिए। उसलाई लाग्यो ती दुई घर मानौ आपसमा बोलिरहेका छन्। सेतीले भने, के भयो? मिश्रीले भने, होइन त्यसै। यहाँ खुट्टामा के अड्क्यो? ऊ अहिले एकदम झल्यास भई मानौ उसले बिर्सेको कुरा भर्खर सम्झे। राममानलाई बोलाउन पठाउने, उसलाई बिन्ती भाउ गर्ने, होइन भने झगडा समेत गर्ने कुरा उसले सोच्नै बिर्सिसके। ऊ छिटो छिटो पाइला चाल्न लागे, तर तुरुन्तै एकदम स्थिर भई। केही गरी हिरामान यही बाटोमा भेट भयो भने, त्यो गुण्डो भेट भयो भने, अनि हिरामानको प्रेमात्माले उसलाई लखेटे चाहिँ ऊ हडबडाएर माइती घरभित्र पसे। सेतीले भने, होइन तपाईलाई के भयो? मिश्रीले सेतीलाई रातो अनुहार लगाएर हेरिरही र भने, केही होइन त्यसै। सेतीले घरको ढोकाबाट सडकमा चारैतिर हेरी। त्यहाँ केही थिएन। खाली सडकमा मान्छेहरू साधारण तवरबाट हिँडिरहेका थिए र पसलेहरू पसलमा साधारण तवरबाट बसिरहेका थिए। त्यसपछि उसले मिश्रीलाई रहस्य भेदन गर्न चाहेझै हेरी, तर मिश्रीले भने केही नबोलेर आफ्नो मुख फर्काई। मिश्रीले भर्याङ उक्लादा बल्ल आमाको काखमा पुगे जस्तो लाग्यो। माथि मटानमा पुगेपछि एकछिन सुस्ताउन ऊ उभिरही। घरभरिको स्नेह र ममताको भावले मानो उसको छाती डम्म भरियो। उसले लामो सुस्केर हाली र बिस्तारै बाबुको कोठाको बन्द ढोकालाई तानी। बा हुनुहुन्न? उसले ठुलो स्वरले भने। ए हुनुहुँदो रहेछ, उसले आफै जवाफ दिए। सेती पनि भर्याङ उक्लिरहेकी थिए। भनी, के अहिले आफै कुरा गरिरहनु भएको? मिश्री सजग भई लाजले मुन्टो फर्काई र भनी, बा हुनुहुन्छ कि भने कि? माथि पुगेर मिश्रीले आमालाई ढोक गरी। आमाले भने, बेस गरिस आएको, बोलाउन पठाउला भन्ठानेकी थिए। आज मान्छे नपाएर मात्रै। यहाँ काम त्यसै छ, लथालिङ्ग छ। म एक्लैले के गर्ने? श्राद्ध 4 दिन मात्रै बाँकी छ। तेरी भाउजू हिजो माइते गएकी, भोलि आउँछु रे, देखिस्? भात समेत मैले पकाउनु पर्छ। तेरी भाउजूलाई निम्तोमा जानु छ रे। यतै बाटो भएर गए पनि त हुन्थ्यो नि। मिश्रीले भने, मलाई भरे फर्कनु छ। आमाले एकछिन कुरा नबुझे झैं छोरीलाई हेरिरही र भनी, के भने कि? जम्मै काम त्यसै छ। सिरको खोल सिएको त्यसै छ। कति काम गर्नु म एक्लैले? श्राद्धलाई जोरजाम गर्नु, पात गाँस्नु? होइन, म भरे फर्कने भनेर आए कि? नफर्के हुँदैन, जम्मै काम। मिश्रीले मुख फर्काई। एकै झम्कामा उसको छातीभित्र तुफान पैदा भयो र आँखामा आँसु टल्पलायो। उसले धोत्रो स्वरमा भने, भरे फर्कन्छु भनेर आए कि? आमाले केही बोल्न सकिन। आश्चर्यचकित भएर मिश्रीको जिउको बान्कीलाई हेरिरहे। एकछिनपछि भनी, हुन्छ त, नगई नहुने भए जा भनेर आएको छ भने। मेरो मन के भने, एक दिन भात खाएर आएको हो। मिश्रीले हो सूचक टाउको हल्लाई र मुख फर्काई। आमाको आँखाबाट त्यही भावना टल्बलायो जुन कि मिश्री सानी छँदा टल्बलाउँथ्यो। एकै निमेषमा त्यो आँखाको भावमा परिवर्तन भयो। अहिले त्यो आँखा मानो भनिरहेको थियो, यो सानी भए कि भए काखमा राखेर मै खान्थे, तर अब यो ठुली भइसकी र आफूले हुर्काएर ठुली पारेकी छोरी अर्काकी समेत भइसके।
मिश्रीले फेरि मुख फर्काई। उसको आँखामा फेरि आँसु भरियो। उसलाई लाग्यो सम्पूर्ण माइतीघर नै एक सचेत प्राणी हो जो उसलाई दोलाइले खुम्लुङ्ग उडाएर काखमा राख्न खोजिरहेछ। तर होइन, ऊ त्यो स्नेह बन्धनबाट मुक्त हुन चाहन्छे, त्यो काखबाट मुक्त हुन चाहन्छे। म आज नफर्की छाड्दिन सोच्दै ऊ आमा भएको ठाउँबाट हटी। उसलाई अहिले फेरि लाग्यो ऊ हतारिएर हिँडी, मानौ ऊ आकर्षणको खतराबाट भाग्न चाहन्छे। एकछिनपछि ऊ झल्यासे भई। ऊ जुन कामका निम्ति आएकी हो त्यो त उसले एकदम गर्न बिर्सेकी। उसले झट्टै छिमेकी राममानलाई बोलाउन पठाउन परेको छ। झट्टै, तर के भनेर बोलाउन पठाउने? ऊ चिन्तामा परी। ऊ त्यसलाई बोलाउन पठाउनेछ, जसरी भए पनि बोलाउन पठाउनेछ। उसलाई के को थक, के को शरम, उसले सोची। त्यसै बखत उसलाई आभास भयो ऊ त्यो गुण्डो हिरामानका हातले बनाएको आकारलाई देखिरहेछ, जुन आकारले इसारा गरिरहेको थियो। आऊ आऊ, उसले अन्जानमै हात उठाई र बिन्ती गरी ऊ भन्न चाहिरहेकी थिए, बिन्ती छ, मेरो पछि नलाग्नुहोस्, मेरो बदनाम हुने काम नगर्नुहोस्, मलाई नर्कमा नधकेल्नुहोस्। मैले तपाईँको के बिराएँ? तिमी भर्खर आए कि? मिश्री सचेत भएर उठी। सामान्य उसको बाबु थियो। उसले हँ भनी ढोक गरी। तिमी नफर्कने गरी आएकी होइनौ? फर्कनु पर्छ। तर साथै मिश्रीलाई लाग्यो कि ऊ फर्कन सक्ने छैन। ऊ एकदम हडबडाई। समय चुक्यो कि बित्यो। उसले छिटो निर्णय गर्नु छ र त्यो राममानलाई बोलाउन पठाउनु छ, नभए चिठी भए पनि लेख्नु छ। जब उसको बाबुले अर्को कुरा गर्यो उसले खाली हो र होइन भनेर टाउको मात्रै हल्लाई। ऊ सोचिरहेकी थिए चिठीमा ऊ बेसरी गाली गरेर लेख्नेछ। त्यो लेखेर के हुन्छ? उसले मनमा नै भनी। उसको बाबुले सोध्यो, तिमीलाई सन्चो छैन कि क्या हो? मिश्री अहिले सचेत भई र एकदम शर्माई। अनि झटपट भनी, हो अलिअलि कपाल। उसो भए किन फर्कने त? त्यहाँ कोही छैन, उसले शिथिल भएर भनी। बाबु त्यहाँबाट हटेपछि उसले निर्णय गरी ऊ जरुर अहिले केही गर्नेछ। गर्ने कुरा ऊ पछि सोच्नेछ, अहिले होइन, केही बेरपछि। उसले आफ्नो मनलाई सान्त्वना दिएर चिन्ताहीन हुन खोजे। अहिले मिश्री आफूभित्र स्वाभाविकता ल्याउन खोज्दै माथि तल गर्न लागि। आमालाई ठुस्केको स्वाङ गर्दै भनी, आमा त्यो अस्ति भनेको फरिया किन नपठाएको? आमाले भनी, ए मैले बिर्सेछु, पठाउने मान्छे पनि त भएन। मिश्रीले रुन्चे स्वरमा भनी, तपाईँ जहिले पनि त्यस्तै, जसको हात पठाइदिए पनि हुन्थ्यो। मिश्री त्यहाँबाट हिट्न लागि। आमाले भनी, होइन कहाँ जान लागेकी, बस्न। मिश्रीले देखी आमालाई आज धेरै कुरा गर्ने इच्छा छ। आमालाई धेरै दिनदेखि उम्लिरहेको कुरा पोख्ने ठाउँ कतै छैन। सहानुभूति राखेर सुन्ने समेत कोही छैन। सबै त्यसै हाँसिदिन्छन् कि त रिसाइदिन्छन्। आमाका माइती गरिब छन्, त्यसकारण त्यहाँ बसेर उनी दाजुहरूको भार बन्न चाहन्नन्। उनी माइत गएर बस्दिनन्। आमाले भने, त्यसकारण त तिम्रो बा दाजुभाइ सबै मलाई हेप्छन्, कुरै टेर्दैनन्, हेला गरेर मुन्टो बटारिदिन्छन्। आमाले मिश्रीको भाइको विवाहको बारेमा कुरा गरी। केटीको बाबुआमा घरानिया छन्, तर किन हो कुन्ने मिश्रीको बालाई त्यो केटी मन पर्दैन। केटी त मन पर्छ, त्यसको बाआमा मन पर्दैनन्। उनीहरू उनलाई अलि व्रत लाग्छन्। मिश्रीको भाइ चाहिँले आफूले रोजेर बिहे गर्ने, बाबुआमाले रोजेको होइन भन्छ। उनलाई पढी लेखेकी चाहिन्छ। आमा भन्छे बिहा विद्यासँग गर्ने होइन, स्वास्नी मान्छेसँग हो। राम्री चाहिन्छ, त्यो आमालाई मन्जुर छ। त्यो केटी पनि त ठिकैकी राम्री छ। अप्सरा जस्तै त यस लोकमा पाइँदैन, देवलोकमा मात्रै पाइन्छ। घरानिया चाहिन्छ। घरानिया त्यो केटी छँदैछ। घरानिया शब्द मिश्रीका मगजमा ठक्कर खाएर रन्थनिन लाग्यो। ऊ आफै खिस्सा हाँसी। अहिले उसलाई आफू समेतलाई लिएर आमालाई गिज्याउन मन लाग्यो। उसको अनुहारमा व्यङ्ग्य भरिएको हाँसो नाचिरह्यो। आमाले उत्तेजित भएर भने, राम्रो नभए पनि के भयो, अनुहारसँग बिहे गर्ने हो र? असल स्वभाव भयो कि स्वास्नी मान्छेसँग त गर्ने हो? उल्टो जिस्काउन खोज्ने। तिम्रो दाइ चाहिने हेर न, उल्टो भाइको कुरामा सही थप्ने। मिश्री त्यसै हाँसी मात्रै रही। आमाले रिसाएर भने, के हाँसे कि? त पनि त्यस्तै होइन, म त्यही केटी नलाई छाड्दिन। के भन्छेस्? यसै पाली मलाई के वास्ता? मिश्रीले भने, के वास्ता रे? आमाले टोलाएर उसलाई हेरिरहे। हुन्छ त, मेरो मनको पीरको कसैलाई वास्ता छैन भने किन पीर लिनुहुन्छ तपाईँ? आफ्नो आफ्नो खुसी गरोस् न। यो भन्नासाथ मिश्रीलाई तुरुन्तै केही कुराले झटारो हाने चाहिँ भयो। होइन, यो ठिक होइन। आफ्नो खुसी गर्ने कसैलाई हक छैन। मैले पीर नलिने? मैले पीर नलिए कसले लिने? मैले पीर नलिएको भए तेरो त्यति चाँडो बिहे हुने थियो? मैले पीर नलिएको भए त त्यही जडालाई पर्थेस् जसले झाँटको सुरमा आफ्नै स्वास्नीलाई मार्यो। आमाले भने। मिश्रीको अनुहार एकदम विदीर्ण भयो। ऊ यस्तो तितो कुरा जवाफ दिन खोजिरहेकी थिए जसबाट आमालाई गालामा हिर्काए जत्तिकै होस्, तर ऊ शब्द नपाएर अल्मलिरहे र केही बेर अल्मलिएर ऊ भावना शून्य भए।
आमाले कुरा अर्कैतिर लगे। घरमा सानो छेस्को सार्न पनि उसलाई नै अघि सर्नुपर्छ। मिश्रीको बाबु शुद्ध बुद्ध गणेश भएर बसेको छ। केही कुरा सोध्यो भने खाली झर्कन मात्रै जानेछ। कुनै कुराको वास्ता भएको होइन। दाजुलाई मिठो खान पाए पुग्छ। भाइ चाहिँले पढ्न जान्छ, आउँछ र बेपत्ता भएर राति मात्रै फर्कन्छ। मिश्री भाग्यको विडम्बना देखेर दङ्ग भइरहेकी थिए। ऊ झड्यालाई नपरेर हरिभक्तलाई परी, जससँग उसको जीवन मरण उनियो। खाली एउटी आमाले पीर लिएर मात्रै यो सब भयो। आमाले पीर नलिएको भए। उसले सोचे, आमा नभएको भए उसले आफैलाई जवाफ दिए। ऊ त्यो जडालाई पढ्ने थिए र त्यो जडाले अर्की हाइमाईको सट्टा उसलाई कुटी कुटी मार्ने थियो। ऊ कहिले यहाँ माइती आउन पाउने थिएन र त्यो गुण्डोले उसलाई देख्ने थिएन अनि उसले अहिलेको यो चिन्ता पीर पनि खप्न पर्ने थिएन। आमाले भने, तेरो भाउजू हेर, मेरो कोठामा यस्तो एकचोटि कुचो लाउनु छैन। मिश्रीको अचानक वाक फुट्यो। आमाले मेरो बिहेको पीर किन लिनु भएको त? आमाले टोलाएर हेरिरहेकी देखेर ऊ सचेत भई। कुराको सिलसिला अर्कैतिर गइसकेको रहेछ। होइन, आज कुरा टुङ्ग्याउनै पर्छ। ऊ केही बेरपछि एक्लै यता कोठा र उता कोठा, माथि र तल गरिरहे। होइन, अहिले नै कुरा टुङ्ग्याउनु पर्छ। ऊ आफू सुत्ने कोठामा दाखिल भई र झ्याल खोली। पल्लो घरको त्यो कोठाको एउटा झ्यालमा घाम झुन्डिरहेकै थियो। त्यो कोठा सुनसान जस्तो देखिन्थ्यो र झ्यालमा राखेको पर्दाभित्र कोठामा सामानहरू देखिए जस्ता नदेखिए जस्ता देखिन्थे। बाटामा उसले टाढा टाढासम्म हेरी, कोही कसको पत्तो छैन। उसले माइती छँदा पहिलो पटक त्यो चिठी ल्याउने केटीलाई खोजे। त्यो पनि कतै हिँडिरहेको खेलिरहेको देखिएन। एउटा भरिया डोको बोकेर फाटेको लवेदाभित्र नाङ्गो छाती देखाएर गइरहेको थियो अनि आइरहेकी एउटी केटीलाई उसले त्यो चिठी ल्याउने केटी बनाउन खोजे। यो त्यही केटी हो, उसले भने। होइन, यो त्यो केटी होइन। उसले आफैलाई जवाफ दिए। धेरै बेरसम्म उसले आफै हो भनिरहेकी थिए। पल्लो घरको त्यो कोठाको पर्दा हट्यो। मिश्री आफू बसेको ठाउँबाट झस्केर हटी। तर त्यहाँ झ्यालमा एउटी आइमाई आएर खडा भई। त्यो राममानकी स्वास्नी थिए। मिश्री फेरि पूर्ववत झ्यालमा उभिए। राममानकी स्वास्नी मिश्रीलाई हेरेर हाँसी, तर मिश्रीले हाँसोको जवाफ हाँसेर दिएन र नचिनेको जस्तो गरेर मुख फर्काई। बढी कि भने भनोस्। उसले विचार गरी, त्यो घरका सबैलाई एक एक मान्छेसित ऊ त्यस्तै व्यवहार गर्नेछ। उसले कसैलाई चिनेकी छैन। ती सबै एकमत भएर उसलाई बिगार्ने र भ्रष्ट गर्ने जाल गरिरहेछन्। त्यस घरको एक एकजना भएसम्म मरे पनि ऊ त्यत्तिकै उपेक्षा गर्नेछ। त्यो घर अकस्मात भत्केर एकै थुप्रो भए पनि ऊ झन् दङ्ग भएर हाँसेर नाच्नेछ। मद्दत मागे भन्ने झन् त ऊ सराप्नेछ। यो सोचेपछि उसलाई एक किसिमको हलुङ्गो भयो। घाम अस्ताएर जब साँझ पर्यो, मिश्री एकदम चकित भई। अझै कुरा टुङ्गिएको छैन र जसरी ऊ यहाँ आएकी थिए त्यसरी नै काम नसिद्धाइकन नै उसलाई पोइको घर फर्कनु पर्नेछ। यतिका समय उसले के गरेर बिताई उसले बुझ्न सकिन। उसले राममानलाई भेट्ने कोसिस नगरेकी होइन, तर त्यो देखासम्म पनि परेको होइन। त्यो कहाँ मरेछ उसले भने। उसको भाइ रमेश घरभित्र पसेको देखेर ऊ राममालाई बोलाउन पठाउन दौडी। तर रमेशको सामु पर्न साथ उसको वाक फुटेन। रमेशले भन्यो, दिउँसो आएको, आज फर्कने? मिश्रीले भने, फर्कने। उसले अझै राममानलाई बोलाएर ल्याऊ भन्न सकिन। उसले बिहेको कुरा उठाई। किन बिहे गर्दिन भनेको तैँले? किनभने मलाई मन परेन। मन परेको को त? तिमीलाई के वास्ता? कोही छ। तिमीहरू जस्तो हो र जहाँ दियो त्यही बिहे गर्ने? म चिन्नाले जोता डोराए उतै बिहे गर्ने होइन। मिश्रीले हाँस्न नसकेर रमेशलाई हेरिरही। मलाई जातपातको वास्ता छैन, कुल घरानको पनि वास्ता छैन, रमेशले भन्यो। मिश्रीले सामुन्ने नै बेसरी झपार्न कुरा खोजिरहे, तर ऊ अझै बोल्न सकिन। मलाई त पढे लेखेकी राम्री स्वास्नी मान्छे चाहिन्छ, जसले मेरो मनको भाव बुझोस्, रमेश भन्दै थियो। आमा त्यस बखत त्यहाँ आइसकेकी थिए। रिसाएको जस्तो स्वाङ गरेर भने, मिश्री हेर भाइको कुरा, कस्तो लाज नभएको, तेरो मुख च्याच्चु बढ्ता भएर। मिश्री अझै हाँस्न सकिन। राति भात खाँदा खाँदै आमाले कराएर भने, ए तेरो मामाले मधेसबाट ल्याएको आँपको अचार त्यसै छ, तँलाई भनेर बाँकी राखी छोडेको, पक भात चाँडो नखा, लिएर आउँछु। जब आमाले हत्तारिएर आँपको अचार उसको थालमा राखिदिए, उसको गर्दन एकदम फुल्यो र उसको आँखामा आँसु डबडबाउन लाग्यो। कसैले उसलाई त्यस अवस्थामा नदेखोस् भनेर ऊ निउरी। आमाको माया उसले पाउनुपर्ने भन्दा अति भएको छ। उसले सुस्केर हाली। एकछिनपछि नाक पिरो भएर आँखामा आँसु आएको बहाना गरेर नाक थिची र टाउको उठाई। भात खाँदा खाँदै ऊ बिचैमा रोकिए। सेती उसलाई लिन आइसके होली, सायद बाटोमा आउँदै होली र पुग्न आँटी होली। उसलाई जानु छ कुरा टुङ्ग्याउँदै। आखिर राममान देखिँदै देखिएन, न त्यो गुण्डो हिरामान नै देखियो। होइन, यदि कुरा नटुङ्गिँदै
ऊ पोइको घर गई भने कहिले कुरा टुङ्गिने छैन र हिरामान पछि लागि नै रहनेछ जबसम्म विभत्स घटना घटित हुँदैन। ऊ भात खान छोडेर उठे। किन भात फालेको? आमाले भने खान मन छैन। बार्दली जस्तो कौसीमा बसेर चुट्टा चुट्दै उसलाई आभास भयो ऊ गुड्किँदैछ र सम्हालिन भने छानाबाट कचौरा खसे जस्तै ऊ खस्नेछ। पछि सेतीले उसलाई लिन आएसम्म ऊ आफ्नो निर्णयमा पुगिसकेकी थिए र दृढ भइसकेकी थिए। सेतीले आश्चर्य मानेर भने, श्राद्ध त हो, आज तपाईले नुहाएको? मिश्रीले नास्तिकको बहाना गर्दै हाँसेर भने, के भयो, आजभोलि त्यो भनेर साध्य छैन। पहिले पनि एक दुईचोटि बिरामी भएको बखतमा नुहाएर पनि त नफर्केको छँदैछु। त्यसो हो भने दिनका दिन नुहाउनेले के गर्ने नि? कपाल नुहाएन भने त हुन्छ नि, कपाल समेत नुहाउने के गर्ने नि? सेतीले तर्क गर्न सकिन। एकछिनपछि भनी, भात कसले पकाउने त? काजी साहेब आफैले भात पकाउने? अड्डा जानुपर्ने? के गति हुने हो? भान्जी नानी भोलि नगई नहुने। मिश्री उसको पोइ काजी साहेब चुलोमा बसेको धुवाले छोपिएर आगो बाल्न खोज्दा नबलेको कल्पना गरेर अकस्मात खेतका छोडेर हाँस्न लागि। सेती वाल्ल परेर हेरिरहे। मिश्रीको हाँसो थामिँदै थामिएन। त्यो हाँसोले विभत्स रूप लिँदै गयो। सेती चिच्याएर भने, के हाँस्नु भएको? अनि मिश्री जसरी हाँसेकी थिए त्यसरी नै अकस्मात चुप भई। त्यस दिन सेतीले जतिसुकै कर गरे पनि ऊ फर्केन। सासु 2-4 दिन रिसाउली के होला? पोइले 2-4 दिन दुःख पाउला, अरू के होला उसले सोचे। तर उसका निम्ति सासुको रिस र पोइको दुःख उसको सारा जीवनलाई उलटपुलट गर्ने खतराको अघिल्तिर अकिञ्चन छ। ऊ सामान्य पर्न साथ सासुको रिस मर्नेछ र त्यसै पोइ पनि खुसी भइहाल्नेछ। भोलिपल्ट बिहान त्यो पारीपट्टिको घरमा पहिले जस्तै छानामा घाम लाग्यो। बुइगलबाट बिस्तारै बिरालो निस्क्यो र सुस्तरी त्यही नजिकै बसेको परिवारतिर बढ्यो। मिश्रीले निसाचिएर बिरालोको करतुतलाई उत्सुकतापूर्वक हेरिरहे। परिवार छानामा छरिएको अक्षता खानमा संलग्न थियो। बिरालोले एकदम परिवारलाई झम्टियो। मिश्रीले हातले आँखा छोपी। आँखाबाट हात हटाएपछि उसले देखी परिवार मरिसकेको थियो र बिरालो मुखले त्यो मरेको परिवारलाई च्यापेर त्यही बुइगलको झ्यालभित्र उफ्रियो। उसले हिरामानलाई सम्झे र त्यो बिरालो र त्यसमा त्यसै सामञ्जस्य अनुभव गरेर केही हाँसी। राममानकी आमा त्यस बुइगलको झ्यालमा देखा परी र अक्षता फालेर सूर्य नारायणलाई पूजा गरी। यताउति उफ्रिरहेका अरू परिवार र भगेराहरू त्यो छरिएको अक्षता टिप्न हच्किएका थिए। मिश्रीलाई उनीहरूको सतर्कता देखेर सन्तोष लाग्यो। घाम बिस्तारै सर्दै माथिल्लो तलामा पोतेर रहिरह्यो। पछि फेरि घाम सर्दै माथिल्लो तलामा त्यो गुण्डो हिरामान आएर बस्ने झ्यालमा झुन्डिरह्यो। पारीपट्टिको त्यस कोठामा भएका तस्बिरहरूमा घाम ठक्कर खाएर यतातिरको मिश्री बसेको कोठामा आएर झुल्किरह्यो। आज अहिलेसम्म पनि कोही देखा परेन। न त्यो हिरामान नै देखा पर्यो, न त्यो चिठी ल्याउने केटी नै कतै हिँडिरहेकी देखा परे। मिश्रीले सोचे, अरू 2-3 दिन बाँकी नै छ, त्यसभित्र ऊ कुरा छिनछान गर्नेछ अनि त्यस हिरामानले उसको पिछा छाड्नेछ। ऊ अहिले त्यहाँ मिश्रीको पोइको घरमा रलिरहेको होला। त्यो सोचेर ऊ केही हाँसी। मिश्री माथि आकाशमा हेरिरहेकी थिए। आकाश निर्मल थियो र एउटा चिल बेफिक्रीसित हावा खाइरहेको थियो। केही आवाज सुने जस्तो लागेर उसले आँखा ओह्राली र सडकमा हेरी। अहिले ऊ अवाक, चकित, स्तब्ध भएर हेरेको हेरै भइरहे। त्यो हिरामान त मिश्रीको भाइ रमेशसित यता घरमा पो घुसिरहेको थियो। हिरामानको अनुहार त्यस्तो जिस्किरहेको थियो। मिश्री झ्यालमा खङरङ्ग भएर बसे अनि भर्याङ उक्लेको आवाज क्रमशः बढेपछि ऊ एकदम आत्तिए। आतंकित भएर उठी र हडबडाएर बाहिर निस्के। ऊ भान्सामा पुगे र भागेर माथि कौसीमा पुगे। कौसीमा ऊ यताउता गरेर घुमिरहे। त्यसले रमेशलाई समेत साथी बनाइसकेछ उसले मनमा नै भने। केही बेर यताउति घुमेपछि ऊ केही शान्त भई आज कुरा टुङ्ग्याउनै पर्छ उसले सोचे। सोच्नसाथ उसको खुट्टा लगलगी काप्न लाग्यो। ऊ त्यहीँ बसे अनि केही बेरपछि उसले फेरि सोचे, आज अहिले होइन, राममानलाई भनेर, होइन भने चिठी भए पनि लेख्छु। ऊ ओर्ली र भाउजूलाई भान्सामा देखेर सोधे, तपाईँ भर्खर आउनु भएको? के रे? भाउजूले चकित भएर मिश्रीको अस्वाभाविक अनुहारलाई हेरिरहे। मिश्रीले सम्हालिएर भने, ए हो, अघि बिहान आउनु भएको। रमेश भान्साको ढोकामा देखा पर्यो। मिश्रीको खुट्टा फेरि लगलगी काप्न लाग्यो। रमेशले भन्यो, भाउजू चिया पकाइदिनुहोस् न, आज सिनेमा हेर्न जाने। तल अर्को मान्छे पनि छ, हिरामान भन्ने, त्यही राममानको साथी। भाउजूले आश्चर्य मानेर मिश्रीलाई हेरी। मिश्रीले अपराधिनी चाहिँ भाउजूलाई हेरी, मानौ ऊ भन्न खोजिरहेछ, मैले जान अपराध गरेको होइन भाउजू। रमेशले अवास्तविक अनुभव गरेर एकछिन दुवैलाई पालैपालोसँग हेर्यो र भन्यो, किन, के भयो? मिश्रीले मुख अर्कोतिर फर्काई। भाउजूले भने, किन, के भएर? केही भएको छैन। रमेशले भन्यो, भाउजूको अर्को काम छ भने दिदीले पकाए पनि त हुन्छ।
के रे? मिश्रीले मुख फर्काई रमेशलाई केही बुझ्न खोजे झैं हेरी र एकछिनपछि फेरि भनी, कसैलाई चिया पकाउन बसेकी होइन म। रमेशले विनित भएर भन्यो, त्यसले टिकट किनेर ल्यायो, 1 कप चिया खुवाइदिउँ भनेर। मिश्रीले फेरि रमेशलाई दयनीय भएर हेरिरही, मानौ ऊ भन्न चाहन्छे, बिन्थे रमेश, त्यसको टिकटले सिनेमा नहेर। रमेश ओर्लियो। केही बेरपछि पानी उम्लेको स्वर भान्साभरि फैलियो। पानी बसालेर चामल निफनी रहेकी हुनाले भाउजूले चिया बनाउन मिश्रीलाई भने। मिश्रीले भाउजूतिर रिसाएर हेरी। उसलाई लाग्यो भाउजू उसको मन चोड्न चाहन्छे। उसले भन्यो, हुन्छ त ल्याउनुहोस्, बनाउँछु। चिया बनाउँदै उसले फेरि भने, चिया पनि मैले लगे हुँदैन र? मलाई त्यस्तो मान्छेसित डराउनु पर्ने के छ र? त्यसै बखत रमेश माथि आयो र भन्यो, कति बेर लगाएको चिया जाबो पकाउन पनि? मिश्रीले भने, तिमीहरू राजा महाराजा होइनौ के भन्न साथ चिया पाक्न? मै लैजान्छु, ल्याउनुहोस्, रमेशले भन्यो र 2 हातले चिया बनाएको 2 कप समात्यो। मिश्रीले चियाका कपहरू समातेको रमेशको 2 हातलाई पालैपालोसित हेरी, मानौ उसको हातबाट कपहरू खोसिँदा ऊ असहाय बनेकी छ। रमेश भान्साको कोठाबाट बिलाएको उनले हेरिरही अनि भर्याङ ओर्लेको क्रमशः हराउँदै गएको शब्दलाई सुनिरही। भाउजूले चामल निफेको मछ्याङ मछ्याङ आवाज एक नाचसँग चल्दथ्यो र फेरि थामिन्थ्यो। भान्साभरि ठुटुक्कु ठुलो रङमगिरहेको थियो। त्यसै झ्याल सामुन्ने उज्यालोको मुस्लोमा तुलाहरू रलिरहेका थिए। मिश्री त्यहाँ भान्साबाट हट्न चल्मलाई, तर डरले ऊ एकदम कठ्याङ दिए। भाउजूले तल त्यही हिरामानलाई हेर्न जान लागेको सम्झने हो कि? तर मिश्रीलाई लाग्यो भाउजू केही थाहा नपाएको जस्तो गरेर काममा रद भएको स्वाङ गरिरहेकी छ। भाउजूले के सम्झेको त? सम्झोस्, म जान्छु। उसले रिसाएर सोची र ओर्ली ऊ आफ्नो कोठामा पुगे। रमेश र हिरामान बसेको तल कोठाबाट केही आवाज आउँछ कि भनेर ध्यान दिएर सुनिरहे, तर कुनै आवाज सुनिँदैन थियो र उसलाई आफू नजिक कसैले सुस्केर हालेको भ्रान्ति भइरह्यो। ऊ अहिले एकदम उठी र ओर्लन भर्याङमा पुगे। उसलाई रोक्न नसकिने इच्छाले खचेटिरहेको थियो। उसले सुन्नै पर्छ, ती 2 जनाको कुरा सुन्नै पर्छ। तर उसले आफूलाई रोकी र त्यही उभिरहे। त्यससँग संगत गर्यो भने यो रमेश बिग्रिन्छ, उसले सोची र उसलाई केही सहारा पाए जस्तो भयो। उसले फेरि सोचे, बेसरी भन्नुपर्छ रमेशलाई। एकछिनपछि उसलाई लाग्यो रोक्न नसकिने इच्छाले उसलाई फेरि खचेटिरहेछ। गएर सुन्न उनीहरू 2 जना के कुरा गर्दा रहेछन्। तर उसले अहिले पनि आफूलाई रोकी। रमेश मेरो भाइ हो, त्यसलाई मैले सम्हाल्नै पर्छ, उसले मनमा नै भने। केही बेरपछि हिरामान र रमेश भर्याङ ओर्लेको सुनियो। मिश्री झटपट आफ्नै कोठामा फर्की र झ्यालमा गएर उभिए। हिरामान माथि हेर्दै नहेरी रमेशको पाखुरा समाएर परपर हुँदै गयो। मिश्रीलाई लाग्यो त्यो हिरामान जानी जानी देखाउन चाहन्छ कि ऊ बदमास होइन, बरु कति असल, कति सोझो। मिश्री हाँसी। जब साँझ पर्यो र जब घर चोटा अँध्यारोले छोप्दै ल्यायो, मिश्री एकदम जिल्ल परे। दिउँसो कतिका जम्मै अपूर्व कुरा भएर पनि अहिले कुरा टुङ्ग्याउन सकिन। कुरा जहाँको त्यही छ। त्यो गुण्डो हिरामान आफै डोरिएर आफू बसेकै घरसम्म आइपुगेर पनि उसले कुरा खत्तम गर्न सकिन। एकै भर्याङको फरक थियो ऊ र त्यस मान्छेमा। तैपनि ऊ त्यसको अघिल्तिर जान सकिन। रमेशमाथि भान्सामा भएको बखतमा बिस्तारै चाल मार्दै त्यो एक्लै भएको कोठामा गए पनि त हुने थियो। उसलाई रिसाएर भन्नु नभन्नु भनेको भए पनि त हुने थियो। गाली गरेको भए पनि त हुने थियो। तैपनि मानेन भने बिन्ती भाउ गरे पनि हुने थियो। रोए पनि त हुने थियो। उसले त्यस्तो मौकालाई गुमाई। रमेश भएको बेलामा कोठाभित्र पसे पनि त उसलाई कसले रोक्न सक्थ्यो? रमेशलाई त्यता बदमासको संगत नगर भनेको भए त्यो मान्छे बेइज्जती सम्झेर आफै निस्कने थियो। निस्केन भने चिच्याएर कराएर पनि निकाल्न सक्दथे। उसले त्यस्तो मौकालाई हातबाट उम्कन दिए। तर यो कसरी हुन सक्थ्यो? एकछिनपछि उसले आफैलाई सोधे। राति घरबाट सेती फेरि बोलाउन आइपुगे। मिश्रीले उसको मुख हेर्न साहस गर्न सकिन र भागेर कतै जान आकुल व्याकुल भई, जहाँ कसैले उसलाई नभेट्टाओस्। आज नगई हुँदैन, तपाईको सासू रिसाएर छुट्टे, म माथि मात्रै के को रिस सबैको, सबै त्यसै झम्टन आइपुग्ने। मिश्रीले सेतीको मुख अझै हेर्न साहस गर्न सकिन र मुन्टो निहुराएर नै सोधी, उहाँ पनि रिसाउनु भयो? हो, ए काजी साहेब, उहाँको मन कसले बुझ्न सक्छ? कुनै रिसाउनु भयो कि भएन? बोल्नु भएन होइन? त्यसैले त तपाईको सासू भन्नुहुन्छ। त भोला गणेश भएर तँलाई सबैले हेपेको। मिश्री हाँस्न सकिन। उसले अडिग भएर नजाने निर्णय गर्नै पर्छ। जुन कामका निम्ति ऊ झुक्क्याएर आएकी हो, त्यसको सानो छेसको पनि सिद्धिएको छैन। उसले अहिले सेतीको मुख हेरेर भने, आज होइन सेती, बिन्ती, पर्सि, भोलि त मंगलबारै भयो, आउनै भएन। त्यसै बखत आमा त्यहाँ आइपुगी र सेतीलाई सम्झाउँदै भने, श्राद्ध 4-5 दिन मात्रै बाँकी छ। यहाँ श्राद्धलाई सबै ठिकठाक गर्नै पर्यो। नानी श्राद्ध सिद्ध्याएर मात्रै आउँछ, के लाग्छ? अनि आमाले सेतीलाई अनेक तरहले कुरा गर्दै सम्झाउन लागे।
सेतीले केही विरोध गरी र केही बेरपछि हार खाई फर्कन भनेर भर्याङ ओर्ली। आमाले कोठैबाट कराएर भने, श्राद्धमा ज्वाइँलाई यहाँ आउन अबेर नगर्नुस् भन् है सेती। सेतीले भर्याङ ओर्लेको आवाज बिस्तारै हरायो। सेतीलाई केही भन्न बिर्से जस्तो लागेर मिश्री झ्यालमा पुगे, तर झ्यालमा पुगेर उसले क्षण सम्झन सकिन। उसले के बिर्सी? चारैतिरका घरहरूको कोठाबाट निस्केको प्रकाशले मध्यम उज्यालो भएको बाटोमा सेतीको शिरको आकार मात्रै देखिन्थ्यो। उसको अनुहार प्रष्ट थिएन। ऊ पर हुँदै गए र केही पर पुगेपछि एक थोप्ला जस्तै मात्रै हुन गए अनि थोप्ला सानो हुँदै हरायो। मिश्रीलाई अहिले भित्रभित्र एकदम शून्य अनुभव भयो। ऊ त्यस्तै एकदम विचार शून्य भएर सडकको खण्ड खण्ड उज्यालो र खण्ड खण्ड अँध्यारोलाई निहारिरही। एकछिनपछि ऊ नबुझ्दो पीडा बेथाले उसको छाती सुमसिमाउन थाल्यो। ऊ झ्यालबाट हट्टी। ऊ कति एक्लै छ। उसलाई सहारा दिने समेत कोही छैन र उसले कसैसँग सहारा माग्न समेत हुँदैन। कसैलाई थाहा समेत दिनु हुँदैन। मद्दत माग्ने कुरा त परै छ। लौ, मद्दत मागे पनि त्यहाँ कत्रो बदनामीको खतरा छ र सबैको आँखामा ऊ कति पतित ठहरिन्छे। त्यत्रो समस्या ऊ एक्लैले हल गर्नुपर्छ। त्यत्रो खतरालाई ऊ एक्लैले कसैलाई थाहा नहुने गरी पन्छाउनु छ। तडफडाई। भाउजूलाई के थाहा छ? उसले सोचे। तर भाउजूलाई पनि गुण्डाले ताकेको छ भन्नेसम्म थाहा छ। चिठीको कुरा र अरू कुराले गर्दा काण्ड कतिसम्म पर पुगिसकेको छ त्यो थाहा छैन। उसले सोचे बरु ऊ सेतीसँग गएको भए पनि हुने थियो। उसलाई आभास भयो त्यहाँ पोइको घरमा कुनै एउटा अज्ञात शक्ति छ जसले उसलाई टेवा दिनेछ र उसलाई निर्विघ्न पार्नेछ। उसले झ्यालबाट फेरि हेरी। अब सेती त्यहाँ छैन। ऊ घर पुगिसके ओली। उसले झ्यालमा बसेर जस्तो सुकै स्वर सुक्ने गरी कराए पनि उसले सुन्दैन। भोलिपल्ट बिहान निन्द्राबाट बिउज्दा एकदम शिथिल भई उसलाई लाग्यो ऊ बेहोसीमा रातभरि छटपटाइरहेकी थिए। बिछौनाबाट उठ्दा उसभित्र त्यस्तै हिजो जस्तै पीडा र व्यथा छायो। ऊ कति एक्ली छ। केही बेरपछि ऊ हिजो राति चाहिँ फेरि पसुताउन लागि। ऊ हिजै सेतीसँग गए पनि हुने थियो। दिन त्यसै बितिरहेछ। ऊ जे गर्न आएकी हो त्यो आज पनि हुने छैन। उसलाई हिजो जस्तै फेरि आभास भयो त्यहाँ अवश्य कुनै अज्ञात शक्ति होला जसले उसलाई टेवा दिएर बल देला र उसलाई खतराबाट मुक्त गर्ला। यसरी त्यहाँ त्यो हिरामान निराश होला र उसलाई पाउने अभिलाषा चटक्क छोड्ला। घरभरि एक विरक्ति झैं छाएको थियो। बाबुले आएर किनमेल गरेको पोका दिएर मालको भाउ महँगो भयो भन्ने कुरा गर्दा नैराश्यको प्रस्वान फेरे जस्तो मिस्त्रीलाई लाग्यो। दाजुले भात पकाउनु पर्दैन, आज भोज खान जाने भन्दा पनि नैराश्यको गहिराईबाट निस्केको आवाज जस्तो मिस्त्रीलाई लाग्यो। आमाको माया र स्नेह भरिएको हेराई पनि बिछोडको नैराश्य जस्तो मिस्त्रीलाई लाग्यो। पोइको आँखाले कोठाको कतै कुनाबाट निहारे जस्तो उसलाई ज्वास्स लाग्यो। जुन आँखा जिन्दगीप्रति विरक्ति र हारले मुख थियो उसलाई लाग्यो ऊ पनि त्यस्तै हारेको छ र उसको आँखा पनि त्यस्तै विरह र विषादले मुख छ। उसलाई पोइको सुस्त पाइलाको भ्रान्ति भयो र त्यस्तै डराई केही भन्न खोजेको स्वरको भ्रान्ति भयो। त्यो भ्रान्ति मानव वास्तविक हो। ऊ त्यसैमा डुबेर बसिरहे। एकछिनपछि उसले मानव प्रष्ट देखी। भात पकाउनु पर्ने अवस्थालाई उजुर बिना मन्जुर गरेर चुलोमा झुकेको पोइको पिठलाई सहानुभूतिको उसको आँखामा आँसु भरियो। बिचरा उसले मनमनै भने। अनि केही बेर सारा घर आलस्यले हाई गरे जस्तो मिश्रीलाई लाग्यो। उसले केही गर्नुपर्छ। यसरी चुप लागेर बसेर त काम कुरो सिद्धिँदैन उसले सोचे। ऊ त्यो पहिले चिठी ल्याउने केटीलाई भए पनि बोलाउनेछ भनी पठाउनेछ। चिठी त ऊ लेख्दिन, केही गरे पनि लेख्दिन। उसलाई पोइको कुरा झ्वास्स सम्झना भयो। पहिले कसैलाई भनिरहेको थियो लेख्नु र बोल्नु एउटै होइन, यसकारण हस्ताक्षर त्यसै कसैलाई नदिनु। ऊ केही हाँसे। ऊ झ्यालमा गई र खापामा अडेस लगाएर पल्लो घर नदेखिने र टाढासम्म सडकमा मान्छेहरू आवत जावत गरेको चाहिने देखिने स्थितिमा बसे। केही बेरपछि उसको बाबु सडकमा टाढा पुगेको देखियो। फेरि त्यस्तै केही बेरपछि रमेश टाँठिएर घरबाट निस्केको देखियो। के हेरिरहनु भएको? मिश्री झस्की। अघिल्तिर गोल्सन हाँसेर उभिरहेकी थिए। गोल्सन घरमा बराबर काम पर्दा आउने आइमाई र भाँडा माझ्नुदेखि लिएर पसल जाने, मान्छे बोलाउन जाने काम समेत गर्दथे। किन र गोल्सन कहाँ पुगेर आएकी? गोल्सन त्यस्तै हाँसेर हेरिरहेकी थिए र भने निनाउरो अनुहार ल्याएर के हेरिरहनु भएको भनेको। मिश्रीले हडबडाएर भने होइन केही पनि होइन त्यसै। गोल्सनले अहिले गम्भीर अनुहार लगाई र केही भन्न खोजे तर भन्न नसकेर चुप भई। मिश्रीले सोधे के भन्नु छ? केही छैन त्यसै। आमा कहाँ हुनुहुन्छ?
माथि। गोल्सनले एकछिन कोठामा चारैतिर हेरी र बाहिर निस्की। मिश्रीलाई गोल्सनमाथि नगएर तल ओर्लेको जस्तो लाग्यो। गोल्सन गएपछि कोठा एकदम सुनसान भयो। उभिँदा थकित भएकी मिश्री बसी र त्यसै खापामा शिर अड्याएर सडकमा मान्छे आवाज जावाज गरेको हेरिरही। ढोकामा कोही उभिएको जस्तो लागेर उसले फर्केर हेरी। ऊ आत्तिएर उठी र चिच्याउन खोजी, तर आवाज खाटीमा नै सुक्यो। ऊ मूर्ति चाहिँ हेरेको हेरै भई। हो, त्यो हिरामान हो त्यो प्याराकै अनुहार हो। त्यो अनुहार समेतको हिरामान मिश्रीको सामुन्ने बढ्दै आयो। मिश्री मृत्युको सामुन्ने आत्मसमर्पण गर्न खोजे चाहिँ त्यस्तै ठिङ्ग उभिएर हेरेको हेरै भइरहे। उसलाई त्यो अनुहारले सुस्केर हालेर केही बोले जस्तो लाग्यो, तर उसले केही बुझेन। हिरामान धेरै नजिक आएपछि उसले बोलेको मिश्रीले बुझे। हिरामान स्वाँ गरेको आवाजले भनिरहेको थियो, मेरो चिठीको जवाफ किन नदिए कि? मिश्रीको ओठ काप्यो, तर कुनै आवाज निस्केन। कुरा गर न, कोही छैन, के को डर? मिश्रीले आफ्नो पाखुरा जोडसँग माडिएको अनुभव गरी। ऊ फेरि चिच्याउन खोजे, तर हिरामानको हातले उसको पाखुरा समाएको समय थियो। मिश्रीको वाक बल्ल फुट्यो। रुन्चे स्वरले उसले सुस्तरी भने, खै छाड्नुहोस्। छाड्दिन, मेरो कुराको जवाफ नदिएसम्म छाड्दिन। तिमी मसँग जाने कि नजाने? मिश्रीलाई लाग्यो त्यो एकै क्षणको परिधिभित्र ऊ त्यहाँ यसरी उभिरहेकी अनन्त समय बितिसक्यो। त्यहाँ त्यो हिरामानको ओठ चलेर हडबडाएको काने खुसी स्वरले बोलिरहेको पनि त्यस्तै अनन्त समय बितिसक्यो। अहिले हिरामानको तात्तातो सासले उसको गालामा छिटो छिटो हानिरहेको थियो र त्यो पनि अन्तकालदेखि त्यस्तै चलिरहेको जस्तो उसलाई लाग्यो। पाखुरामा केही कुराले टोकेको ठाउँमा हेरे। उसले बल्ल बुझी हिरामानको हातले उसलाई चिमेटेको थियो। हिरामानको वासनाले लिप्त त्यस्तै काने खुसी स्वर भनिरहेको थियो, जाने कि नजाने, नत्र म छाड्दिन, जोसुकै आए पनि छाड्दिन। मिश्री अहिले साँच्चीकै रोए। छाड्नुहोस्, मान्छे आउला, देख्ला, भन त जान्छु भनेर। हिरामानको हात मिश्रीको पाखुरामा त्यसै दृढ थियो। मिश्रीलाई अहिले लाग्यो उसले आमाको स्वर सुनि र त्यस स्वरसँगै कोही भर्याङ चढिरहेछ। ऊ एकदम आती र हिरामानले समातेको पाखुरालाई छुट्याउन बल गर्दै भने, जान्छु, खोइ छाड्नुहोस्। एकैछिनपछि हिरामान त्यहाँ थिएन। मिश्री स्वयं आश्चर्यको प्रतिमूर्ति भएर त्यसै उभिरहेकी थिए। हिरामानको तात्तातो सासले अझै उसको गालामा थपेडा मारिरहेको उसलाई लागिरहेको थियो। हिरामानले समातेको पाखुरा अझै त्यसै समातिए चाहिँ रोकिरहेको थियो। ऊ पाखुरालाई छुट्याउन खोजे चाहिँ बीचबीचमा झट्कारिरहेकी थिए। त्यो घटना त्यही हो कि होइन? मानव ऊ बुझ्न चाहन्छे, सम्झन चाहन्छे। ऊ टोलाएर हेरिरहे। त्यो हिरामान ढोकामा देखा पर्यो र एकै झिम्कामा उसको अघिल्तिर आइपुग्यो। त्यो लोक्ने मान्छेको तातो छिटो छिटो गतिको सास उसको गालामा परिरहेको थियो। उसको पाखुरा समातियो, चिम्मोटियो र उसले भन्यो, भन त जान्छु भनेर। उसले अहिले फेरि पाखुरा छुटाउन बल गरे चाहिँ हात झट्कारी, मानौ उसको पाखुरा समातिकै छ। भाउजूले आएर भने, किन टोलाइरहनु भएको? चिउरा खान जानुहोस्। भाउजूको अनुहार धमिलो अस्पष्ट थियो। अहिले प्रष्ट हुँदै आयो, हो यो भाउजू हो। मिश्री भर्खर बिउजे जस्तै भई, यो विपना हो। अघिको कुरा त्यो सपना हो कि? मिश्रीले चेतनालाई उदाङ्ग गर्न खोज्दै सोची, होइन त्यो त विपना हो। उसले सुस्केर हाली। ऊ बसी। भाउजूले भने, किन बस्नु भएको फेरि? ऊ भाउजू विपनामा छ, अघिको त्यो सपना हो। मिश्री उठी। किन, के भयो? भाउजूले सोधे। होइन त्यो सपना होइन, त्यो पनि विपना हो। मिश्रीले केही बिर्सेकै कोठामा यताउति हेरी र झट्ट सम्झेकै दराजमा पुगी र दराज खोली। बेर भयो, भाउजूले भने र एकछिन मिश्रीलाई सतिष्ण आँखाले हेरेर निस्की। मिश्री हल्मलिए। उसले के खोजेकी हो एकदम बिर्सी र दराज फेरि बन्द गरी। होइन त्यो सपना होइन, त्यो विपना हो। त्यो हिरामान ढोकामा देखा पर्यो। एकै झिन्कामा उसको अघिल्तिर आइपुग्यो। उसको तात्तातो छिटो गतिको सास उसको गालामा परिरह्यो। उसको पाखुरा समातियो, चिमोटियो र उसले सुने, भन जान्छु भनेर। उसले अहिले पनि फेरि पाखुरा छुटाउने बल गर्दै हात झट्कारी ऊ फेरि बसे। छिनमा मिश्रीलाई सारा कुरा सपना लाग्थ्यो, छिनमा सारा कुरा विपना लाग्थ्यो। ऊ त्यसपछि दिनभरि सपना र विपनाको लुकामारीमा भाङ लागे चाहिँ अल्मलिरहे। राति भात खाँदा खाँदै उसलाई सपनामा भात खाए जस्तो लाग्यो र ऊ भात छोडेर उठी। राति निन्द्राबाट ऊ चिच्याएर उठी, नाइ नाइ। सपनामा उसलाई कसैले कालो उड्नेले घुम्लुङ्ग छोपेर जबरजस्ती बोकेर लगिरहेको थियो। ऊ उड्ने भित्र निसासिएकी थिए र बाहिर निस्कन छटपटाइरहेकी थिए। कोठा अँध्यारो थियो। उसले बेड स्विच थिची। कोठा उज्यालो भयो। प्रकाश फैलाउने बिजुलीको चिम आफै विपना भएर हेरिरहेको जस्तो थियो। मिश्री अझ स्वाँ फुँ गरिरहेकी थिए। उसले कोठाका सारा सामानहरू हेरी। भित्तामा झुन्ड्याइएका तस्बिरहरू, बाकस, दराज साराका सारा भर्खर निन्द्राबाट म्युजे झैं थिए। ऊ एकदम म्युजे र सचेत भई। उसको श्वासको गति पनि साधारण थियो। निन्द्रामा देखेको सपना धमिलिँदै गएर उसको मानसिक पटमा हरायो। उसलाई लाग्यो उसले सोच्नै पर्छ। यदि अहिले सोचेन भने ऊ कहिल्यै सोच्न सक्ने छैन र त्यस बखत काम कुरा बितिसकेको हुन्छ। उसले देखि त्यो हिरामान आएको सामान्यको ढोका जति वास्तविक छ।
त्यसको तातो सास उसको गालामा परिरहेको र त्यस्तै उसको पाखुरा समाएको र त्यसमा चिमोटेको र उसलाई मन जान्छु भनेर भनेको पनि त्यत्तिकै वास्तविक छ। जान्छु जान्छु, खोइ छाड्नुहोस्। मानौ भर्खर उसले आफ्नो आवाज सुने ऊ जुरुक्क उठे। अहो, उसले यो भनेकी छ। नकारेको होइन, ऊ कोठामा यता र उता ओहोरदोहोर गर्न लागे। कोठामा भएको प्रकाश छायाका बीचमा उसको छाया कहिले ठूलो हुँदै गएर बृहत रूप लिन्थ्यो र दलिनमा छुन्थ्यो। ऊ भयभीत हुन्थे। कहिले त्यो छाया सानो हुँदै जान्थ्यो र उसको आफ्नो शरीरभित्र बिलाए जस्तो भएर उसका पैताला तल हनाउँथ्यो। तैपनि ऊ भयभीत हुन्थे। एकछिनपछि उसलाई लाग्यो, होइन, त्यो उसले भनेकी छैन। उसलाई भन्ने भ्रान्ति मात्रै भएको हो। होइन, त्यो उसको स्वर थिएन, त्यो अरू कसैको स्वर थियो। उसलाई खालि आफ्नो स्वर जस्तो लागेको मात्रै हो। त्यो त्यही हिरामानकै स्वर हो, त्यो त्यसैको स्वर हो। होइन, मैले त्यस्तो भनेको होइन, मैले भनिन। ऊ बस्न साथ उसको त्यो आफ्नै स्वर कानमा सुस्केर हाल्न लाग्यो। जान्छु जान्छु, खोइ छाड्नुहोस्। हो, त्यो उसले भनेकी छ। जुन स्वरमा लहरिएको भनेको कुरा फिर्ता लिन सकिँदैन। हे भगवान, यो मैले भनेकी छु, उसले सोची र सिरकले मुख छोपी। उसको शरीरको नसा नसामा व्यथा रुमल्लिन लाग्यो र घुक्क घुक्क गरेर रोई। म अभागिनी, पापिनी। रोन थामियो र उसले सिरकभित्रै फेरि एकछिनपछि छोपेको सिरक हटाएर उसले भने, म भोलि त्यहाँ जान्छु, घर जान्छु, नगई छाड्दिन। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो पल्लो घरको झ्यालको भाग 4। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै आजको लागि पल्लो घरको झ्याल सकिएको छ। भोलिको भिडियोमा यस लघु उपन्यासको भाग 5 लिएर आउनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।